गर्नको लागि चाहिँ दामी छ, लोकेसन्सहरू पनि छ, वेडिङ सुटहरू पनि गर्नलाई राम्रो लोकेसन छ। अनि सालबारी चाहिँ अल डे नै खुल्दो रहेछ, कुनै दिन पनि बन्द नहुने रहेछ। सो विकडेजमा जाँदा पनि भयो, और स्याटरडे त अलि धेरै नै प्याक हुने रहेछ। यतिकै ह्याङआउट गर्न मात्रै जाँदा त जतिखेर जाँदा पनि भयो, बट इफ सुटिङहरू नै गर्नुपर्ने छ भने चाहिँ त्यही अनुसारले टाइम मिलाएर जानु पर्यो, कि त अर्ली मान्छेहरू नआउँदैखेरि और बेलुकातिर। कहाँबाट जाने कसरी जाने भन्ने लाग्छ भए चाहिँ अटोहरू जति पनि मजाले जाँदो रहेछ। आफ्नै भेहिकल त झन् सजिलो भइहाल्यो। बच्चाहरूको लागि नि खेल्नको लागि त ग्राउन्ड छ, स्लाइड्सहरू, स्विङहरू छ, तर त्यति धेरै राम्रो त छैन, जे होस् भुलाउन मिल्ने जस्तो चाहिँ छ। अनि आइसक्रिमहरू, चटपटेहरू, यताउति खानेकुरा